हेलो गाइस, देख्नुस् त कस्तो राम्रो यहाँ चुलामा रोटी बनाउन लागेको छ। अनि हाम्रो बुवाले रोटी बनाउन लागेको छ। रोटी पनि कसरी पाटामा बनाउन लागेको छ। यहाँ रोटी बनाउन लाग्छ भयो। चुलामा दुःख भयो, ग्यास खत्म भएर ग्यासै नमिल्ने भयो। कसैले लाइक कमेन्ट गरिदिएपछि काहीँ ग्यास मिलिहाल्छ कि? लाइक कमेन्ट गरेपछि ग्यास मिल्यो। मेरो लाइक कमेन्ट गरिदिएपछि काहीँ ग्यास मिल्छ कि? चुला देख्नुभयो कस्तो छ? ओहो, सायद तपाईँहरूले कम देख्नुभयो होला महाराष्ट्रमा चुलामा खाना बनाएको। यो पनि राम्रो कुरा हो, एउटा हिसाबले भन्नुपर्छ भनेपछि राम्रै हो। इन्डियाको ठाउँमा चुलामा बनाउनु, यस्ता लाल पिला भएर रोटी पकाउनु। भाइ कसरी बसेर रोटी बनाउनु, सब्जी काट लाग्यो यहाँ। बोडी तपाईँले बोडी भने चिन्नुभयो नेपाली दाजुभाइ दिदीबहिनीहरूले। यो ठाउँ हेर्नुहोस् न कति राम्रो छ यो। सायद तपाईँहरू कम बस्नुभयो होला यस्तो ठाउँमा, होइन? एकदम दामी छ, दामी।